झ्याउकिरी केही दिन जस्तो दुःख परे पनि सहेर बस्दैन है। केही दिनपछि पनि केही भएन भनेदेखि यहाँबाट म आफै तँलाई भेट्न आउँछु। जस्तो सुकै दुःख परे पनि राम्रो र सुखका दिनका लागि त बिना म यहाँ बाँच्नै नसक्ने भइसकेँ। जेसुकै होस् आउँछु म। यहाँ एक्लै बस्दा त तँ सानो हुँदाको झ्याउकिरी मात्रै सम्झनामा आउँछ। म कतै सिलाउन जाँदाखेरि कलसँगै तँलाई काँधमा बोकेर हिँडेको याद आउँछ। बाको काँधमा बस्दा त कस्तो रमाइलो हुन्छ होला है। ओहो झ्याउकिरी, यत्रो ठुलो भएर काँधमा बस्न लाज लागेन? के को लाज? तिमीहरूको जस्तो सधैँ बाले गाली गर्ने हो र? मेरो बाले त सधैँ माया गर्छ। तिमीहरूको जस्तो बा हो र? तेरो बा जस्तो लुगा सिलाउने मान्छे होइन मेरो बा, काजी हो काजी। मेरो बा त पण्डित हो। बिहान उठ्ने बित्तिकै ओम नमः शिवाय भन्छन्, पैसा कमाउँछन्। मेरो बा सर हो। सबैको बाको आफ्नो काम हुन्छ। तपाईँको बा पण्डित, तपाईँको बा काजी अनि तपाईँको बा मास्टर हो। अब म चाहिँ तपाईँ त दमै बा हो नि? हजुर हो, म दमै नै हो हजुर। ल खेल्नुहोस् है। रन्थान मोहनी आँखैले हान्यो मलाई बार। मेरो माया छ भने त्यता पानी खाने न्यु पर्दै यता सागुना रन्थान मोहन। ए झ्याउकिरी, मसँगै पैसा छ, जाउँ बिस्कुट किनेर खाऊ। नै जान्न म त। हाम्रा बाबा नै रिसाएर कहाँ गइछन् कहाँ? त्यहाँमाथि तिमीहरूले हामीले छोको खानुहुन्न रे। तैँले छोको खानु के हुन्छ? खै थाहा छैन, तर सबैजना मैले छोको खानुहुन्न भन्छन्। के हुन्न क्या, हिँड। आज जान्न, भोलि जाउँला नि है। हिँड हामी जाउँ। तँलाई म बिस्कुट किनेर घरमै ल्याइदिन्छु है। तपाईँ कहाँ गएर आएको? तैँले छोको खाएर उहाँ गणेशलाई पिट्दै नुहाइदिँदैछन्। हामीले छुनु हुँदैन क्या बाहुनका छोराहरूलाई। कस्तो कुरा बुझ्दिनँ है यो। बा, हामीले छोको खाएपछि नुहाएर चोखो हुन्छ? खोइ, मलाई के थाहा, हुन्छ होला नि। कस्तो अचम्म, हामीले छुन पनि नआउने रे, छोएपछि पनि नुहाएर चोखिने रे। होइन, तँलाई यस्तो कुरामा किन जान्ने हुनु पर्यो भने परम्परादेखि यस्तै चलेको छ।
अब हाम्रो बाजे बराजुको पालामादेखि चलिआएको चलन मैले मान्नुपर्छ तैँले मान्नुपर्छ। अहिलेलाई त यति बुझ्न, हामीले यो गाउँको कसैलाई नि छुन हुँदैन, हामीले छेउको कसैले खान पनि हुँदैन। अझ्याउँकी अबदेखि गाउँमा हिँड्ने होइन, मैले लगे मात्रै जाने हो त। ए पुन्टे, तैँले तेरो छोरीले सम्झाएको छ कि छैन? तेरो छोरीले मेरो छोरालाई बिस्कुट खुवाइछे। अब केटाकेटीले यस्ता कुरा कहाँ बुझ्छन् र हजुर? तपाईँको छोराले पनि यसले छोको नखाइदिए भए हुन्थ्यो नि। अझ मेरो छोरालाई दोष लाउँछस् पुन्टे? हेरे छुट्नु नचला। तिमीहरूले छोको हामीहरू चल्दैन भनेर छोरीले सिकाएस्। मैले त बार बार यसलाई सम्झाइरहेको हो हजुर। अब सानो बच्चा अहिले सम्झायो एकछिनमा बिर्सिन्छन्, साथीहरू हुन् भनेर खाइदिन्छन्। अब यति सानो नाबालकले छोको खाइहाले पनि के नै बिग्रिन्छ होला हजुर? ए के नै बिग्रिन्छ र हजुर? के बिग्रिन्छ? सानै बेलादेखि समाजका मै हुँ भन्ने उच्च जातहरूबाट छोइ छिटो भोग्नु पर्यो तिमीले। आफू तल्लो जातको हुँ भनेर यति सानो कोपिलामै तिमीलाई पाठ पढाउँदैछ यो समाजले। तर मन दुःख भए तिम्रो बाले तिमीलाई धेरै माया गर्छ नि। म बाँचेकै तिम्रो मायाले गर्दा हो। मन दुःख भइसक्यो के रे? पुन्टे काका, कस्तो छ तपाईँलाई अहिले? सन्चै हुनुहुन्छ? म त सन्चै छु बाबु। बसिया छु, खाएको छु अनि सुतिया छु। बरु हाम्रो झ्याउँकिरीको खबर के छ तँ भन्नु न। झ्याउँकिरीलाई एकदम ठिक छ। मणिराम गुरु र मेरो निगरानीमा छ झ्याउँकिरी अहिले। कसैले केही गर्न सक्दैनन्। यति खबर पाउँदा पनि मन कस्तो खुसी हुने, ज्यानै हलुङ्गो हुने क्या बाबु। ए बाबु, यसो मिलाएर अलि पर त झ्याउँकिरीलाई देख्न पाइँदैन? मिलाउनुहोस् न। हुँदैन हुँदैन, तपाईँ बेपत्ता भएको गाउँभरि हल्ला छ। यही त हो हाम्रो प्लान झन्। तपाईँले ऋण तिरेर झ्याउँकिरी मुक्त भएपछि मात्रै भेटघाट हुन पाइन्छ। केही दिन पर्खिनुहोस् न। कति पर्खिने? पर्खिँदा पर्खिँदा मेरै दिन सितेला जस्तो भइसक्यो। कहिले आउँछ क्या त्यो दिन? आउँछ, एक दिन अवश्य आउँछ। हाम्रो मणिराम गुरु हुनुहुन्न, यही काममा त लागिरहनु भएको छ। पुन्टे र झ्याउँकिरीलाई न्याय नदिलाएसम्म यो मणिरामले यो गाउँ छोड्दैन। पुन्टे गाउँबाट हराएको छ। किन हरायो? के कारणले हरायो? यो सबै सत्य तथ्य पत्ता लगाएपछि मात्रै यो गाउँ छोडिन्छ। जेसुकै गर्नुहोस्, पुन्टेलाई हामीले अन्याय गरेका छ र? यहाँ हुँदा त हामीले पुन्टेलाई मायै गरेका थियो नि। माया एउटा खसीलाई गरेको जस्तो माया। आखिर एक दिन काट्नुलाई त हो। कस्तो माया गर्ने त? त्यो अछुतलाई घरभित्र ल्याएर राख्यो भने चाहिँ माया हुन्छ? परम्परादेखि चलिआएको चलन मान्दा हेला गरेको हुन्छ भने हेला गरे हो। ल
तपाईँको घरभित्र ल्याएर राख्दैमा अछुतलाई सम्मान हुन्छ भन्न खोजे होइन मैले। तपाईँकै गाउँमा भएका तपाईँकै सहोदर दाजुभाइ जत्तिकै सम्मान किन गर्नु सक्नुहुन्न? किनकि आफू ठुलो बन्नको लागि तपाईँ अरूलाई नीच बनाउनुहुन्छ। अरूलाई नीच बनाएर आफू ठुलो हुँदैन। अरूलाई इज्जत गरियो भनेदेखि यो समाजमा आफू ठुलो हुन्छ अनि इज्जत पाइन्छ। हो, तपाईँको कुरा अहिले चाहिँ मलाई सही लाग्यो। हामी पनि यही समाजमा बस्छौँ, समाज अनुसार त चल्नु परेको नि। मेरो काम जजमानी गर्ने हो। सबैलाई बराबरी राख्यो भने मलाई बाहुन कसले मान्छ? सबैले पुन्टे जस्तै मान्छन्। हो, मैले भन्न खोजे पनि त्यही नै हो। आजै परिवर्तन होस् भने होइन। तपाईँ त नीति नियम बनाएर मनाउने मान्छे, बिस्तारै परिवर्तन गर्दै जानुहोस्। भन्न सजिलो छ, व्यवहारमा उतार्न गाह्रो छ बाबु। समाजको चिन्ता नगर्नुहोस्। तपाईँ पहिला हराएको पुन्टेलाई खोजेर ल्याउनुहोस्, अनि उसको ऋण चुक्ता गर्न काजीलाई भन्नुहोस्, अनि उसलाई पनि राम्रो हुन्छ र झ्याउकिरी पनि पुन्टेसँग बस्न पाउँछ। जानुहोस्, त्यति गर्नुभयो भने म पनि समाज परिवर्तनको लागि पक्कै केही गर्नेछु। म जसरी पनि पुन्टेलाई खोजेर ल्याउँछु। झ्याउकिरी किन यति चाँडै आएको? उतै गोठतिर अलमल गराए भइहाल्थ्यो नि। खाने बेलामा मात्र आएको भने हुन्थ्यो। कजिनी सापले बिहानै आउनु, जुठो भाडा टन्नु छ, लुगा धुनु पर्ने छ भनेको थियो। के भएर कान्छी जस्तो होइन के ठुली चन्नाल छे। मौका पर्यो नि मलाई त पिट्छ। तिमी चिन्ता नगर, सबै म मिलाउँछु। जाऊ तिमी आराम गर। होस्, म जान्न। फेरि कजिनीले थाहा पाउनु भयो भने पिट्नुहुन्छ। त्यस्तै पर्यो भने त भातै खान दिनुहुन्न। तपाईँलाई नि गाह्रो हुन्छ। बरु म सबै काम सकाएर जान्छु नि। हुन्न त्यो सबै म मिलाउँछु। दाउरा पनि सिद्धियो। अहिले त बजारमा ग्यास पाउँछ। एउटा ग्यास ल्याएर घरमा राख्न सक्दैन? अब चुलो मात्रै किनेर नहुने, ग्यास पनि भने हामीलाई पाइँदैन। अब किन्नलाई पनि 5 किलोमिटर पर गएर किन्नुपर्छ। एकचोटि ग्यास ल्याएपछि 3 महिनालाई पुग्छ। म आगो फु फु गरेर बस्न सक्दिनँ। मलाई आजै ग्यास चाहिन्छ, नत्र म भात पकाउन सक्दिनँ। ल ल, म अहिले गएर ग्यास लिएर आउँछु। यो छँदैछ नि, यसले सुकेको दाउरा खोजेर ल्याउँछ नि। म ग्यास ल्याइहाल्छु नि। यस्तो बर्खा महिनाले कहाँबाट ल्याउँछु सुकेको दाउरा? जहाँबाट ल्याउँछ नि, तिमीले ल्याउनु पर्ने हो र? झ्याउकिरी, जा एक बारी दाउरा लिएर आइज, नत्र भएर भात खान पाउँदिनस् नि। पिर नगर न, म सहयोग गरिहाल्छु नि। शङ्का नगर न। पुन्टे हराएदेखि तिम्रो मलाई अर्कै किसिमको माया लाग्छ के।
सुकेकै छ। चिसो भएर बोलेन भने कजिनीले मार्छिन्। म त मरिसकेकै त हो नि, फेरि मार्छिन् भनेर के दुखी हुने। पिट्दा पनि ज्यानै दुख्ने गरेर पिट्छिन्। ज्यान मात्रै दुखे त हुन्थ्यो नि। कति धेरै यो मेरो मन पनि दुख्छ। मेरो बाले त अहिलेसम्म सानो काँडाले पनि कोतर्न नदिएको जतन गरेर हुर्काएको थियो मलाई। तर यिनीहरूले पिट्ने, बुतल्ने, चुरोट निभाउने गर्छन् मेरो शरीरमाथि। बा, तिमी कहाँ छौ के? यो बेला तिमी मेरो साथमा थियौ भने तिम्रो छातीमा टाँसिएर गुवा गुवा रुनु पाउँथे नि म। कसैको तिमीलाई याद नआए पनि मेरो याद त आउनु पर्थ्यो नि बा। किन मलाई बिर्स्यौ बा? किन? बा, एकचोटि त आउनु बा, तिम्रो धेरै याद आयो बा। कहाँबाट ल्याएको दाउरा? दाउरा त सुकेकै रहेछ। सुक्या त छ, तर चिसो छ। उहाँ माथि एउटा छाप्रो रहेछ नि जङ्गलमा, हो त्यहीबाट ल्याएको। त्यो छाप्रो वरिपरिको सबै जग्गा काजी सापकै हो नि। लौ, त्यतातिर त जानै हुँदैन, बाघ बस्ने ठाउँ हो। तिमीलाई डर लाग्दैन? बाघको के डर? मलाई त मान्छेहरूको पो डर लाग्छ त। बाघले त बरु एकै झाप्पोमा मारेर खाइदिन्छ, तर मान्छेहरूले चिमोटी चिमोटी थिलथिलाएर मार्छन्। पीडा, भयङ्कर पीडा। अनि यति धेरै पीडा भोगिरहेको यो दुखीलाई अझै कति पीडा दिन्छन् मान्छेहरू। अब धेरै दुखी हुने तिमी, एकदम बलियो हुने। भोलि अवश्य राम्रो दिन आउँदैछ। अब 2-4 दिन सहिदेऊ झ्याउँगिरी, अनि त्यसपछि तिम्रो मुक्ति अवश्य हुन्छ। हो, अब तिमीले मुक्तिको लागि विद्रोहको आवाज उठाउनै पर्छ। समाजका मै हुँ भन्ने मान्छेहरूसँग तिमीले जवाफ खोज्नै पर्छ। अब पनि तिमी बोलिनौ भनेदेखि यो समाजका मान्छेहरूले तिमीलाई अझै दबाउँछ। अब तिमीले बोल्नुपर्छ। तिम्रो बोल्ने दिन आउँदैछ। के बोल्ने हजुर? हामीले बोला सुनिदिने कानहरू पनि छन् र। हामी साथ दिन्छौँ तिमीलाई। अब तिमीले तिम्रो बुवाको लागि विद्रोह गर्नुपर्छ, अनि मात्र तिम्रो बाउ फर्केर आउलान्। नत्र फर्केर आउलान् जस्तो छैन। त्यसको भोलिपल्ट पनि तिम्रो बा आएनन् भनी अनि हामीलाई आएर भन्नु। ल, अहिले जस्तो चलेछ त्यस्तै चल्नु। 2-4 दिन अझै सहिदेऊ। हस् हजुर। सन्जय, जाउँ। फेरि मान्छेले देख्यो भनेदेखि त हामीमाथि शङ्का गर्नु बिर्छ। त्यही भने ल है, अहिले हामी गयौँ ल। झ्याउँकिरी, झन् म तिमीलाई सघाउँछु भने माथि वनसम्म पुगेँ। तिमी त भारी पुर्याइ वरि त यहाँ हार पो बसेकी रहेछौ। खै छोरा, म बोकिदिन्छु भारी। दिनुहोस् काजी साहब, तपाईँले आज एक दिन भारी सघाएर मेरो काम हल्का हुने होइन क्यारे। तपाईँ त काजी हो नि, मलाई भारी बोकाएर अघि अघि हिँड्नुहोस् न, अनि पो काजी जस्तो देखिन्छ त। ल, भारी तिमीले बोके पनि मैले बोके पनि काजी त काजी नै हो नि। तँलाई अलि सन्चो छैन के? ज्यान पनि सन्चो छैन, मन पनि सन्चो छैन। यस्तो बेलामा दिएको साथलाई इन्कार नगर न झ्याउँकिरी। खै काजी साहब, तपाईँ साँच्चीकै बदलिनु भएको हो कि
मेरो मन बदल्नलाई बदला जस्तो नाटक मात्रै गर्नुभएको हो। तर जे होस्, तपाईँले यति भनिदिनु भयो, यो रोगको मन एकछिन भए पनि खुसी भयो। मैले नाटक गरे होइन कि झ्याउँकिरी, भित्री मनदेखि नै माया गरे हो कि। तिमी हेर्दै मात्रै जाऊ न। खै कसरी पो हो मिल्यो ल। ठुली यहाँ हेर त झ्याउँकिरीले यस्तो बर्खाको ट्याममा पनि सुकेको दाउरो ल्याइछ भने। अलिक थाकेको जस्तो गर न, थाकेको छ त। ठुली घरमा छैन कि क्या हो? ठुली हेर न, झ्याउँकिरीले सुके दाउरो ल्याइछ भने। हेरिरहेको छु, अघिदेखि हेरिरहेको छु। तिम्रो रमिता के देखाउँछ त्यो सबै हेरिरहेको छु। तिमी को भनेर बिर्स्यायो तिमीले? तिमीलाई म सम्झाउँछु, तिमी काजी हो, काजी। काजी जस्तो मान्छे भएर यसले बोकेर ल्याउनु पर्ने दाउरा तिमीले बोकेर ल्याउने? अनि के भएको तिमी? तिम्रो आँखा त ठिक छ, झ्याउँकिरीले भर्खर बोकेर ल्याएको यो दाउरा। मेरो आँखामा फुलो परेको छ। यी त्यही भएर झ्याउँकिरीले ल्याउनु पर्ने दाउरा तिमीले बोकेर ल्याएको देखि यो आँखाले। खुरुक्क भन, के नाटक हो तिमीहरू दुईजनाको? ए झ्याउँकिरी, के सम्बन्ध छ तिमीहरू दुईजनाको? भन। भर्खरै फुलेको फुलमा भमरा बुनबुनाएको होला होइन? झ्याउँकिरी, काजीलाई फसाएर कजिनी बन्न लाग्यो होलिस होइन? त्यस्तो केही होइन कजिनी साहब, म को हुँ भनेर मैले राम्ररी चिना छु। तपाईँले म माथि गलत सोच्नु भएको मात्रै हो। ए, आँखाले देखेको र कानले सुनेको गलत, तैँले भनेको सही। के भइराख्यो यो? मेरो मनले झ्याउँगिरीको नाकबाट रगत आएको कल्पना मात्रै के गरे थिए। साँच्चीकै मेरो नाकबाट रगत आयो।